साँझको झुल्के घाम आफ्ना किरणहरू वातावरणमा सुन्तला रङ जस्तै झलमल्ल छाडेर अस्ताउँदै थियो। घडीको सुई 7मा पुग्न हतारिएझै म भने रातिको ड्युटी जान हतारिँदै थिएँ। फलामको कालो ढोका, गेट नम्बर 3 भरतपुर अस्पताल हस्याङ फस्याङ गर्दै आफ्ना पाइलाहरू राखे र एउटा गहिरो जिम्मेवारीसहित प्रवेश गरे ब्लक ए प्रसुति वार्डतर्फ। आफ्ना रङ्गीचङ्गी वस्त्रलाई त्यही छाडेर सेतो ड्रेसमा सरेको मेरो शरीरलाई बर्दिङ वार्ड अगाडिका बगैँचाका रङ्गीन फुलहरूले स्वागत गरिरहेझै लाग्यो। लामो सास फेरे। ती फुलका सुगन्धहरू आफूभित्र लिँदै नयाँ ऊर्जाका साथ निलो ढोकाभित्र सेतो मार्बलमा आफ्ना पाइलाहरू सारे। बाटोभरिका धुलो बोकेर आएको अनि अलि असहज मेरो चप्पललाई ढोका छेउैमा भएको र्याकमा बिसाई भित्र मात्र लगाउन मिल्ने त्यहाँको सहज कालो रङको चप्पल पहिरिँदै थिए। एक्कासी मेरो कानैमा गुन्जियो एक महिलाको चित्कार। भन्दै थिइन्, आमा मरे, म सक्दिनँ अब। त्यो आवाज पीडा मात्रै थिएन, एक युद्धको घोषणा थियो। हत्तपत्त गए उनी भएको कोठामा। स्विट नम्बर 3 निलो ढोकालाई खोले। सेतो मार्बलको भुइँ, सेतै भित्ताहरू, रानी रङको तन्ना बिछाइएको त्यो गुलाबी रङको बेड, बच्चालाई न्यानो बनाउने निलो रङको फलामको कोक्रो, भुइँमा बिछाइएको अर्को बिछ्यौना, बैगुनी रङको पृथ्वी जस्तै गोलो अनि बदाम आकारको हावाले भरिएका ती बलहरू, औषधि र आवश्यक सामानले भरिएको निलो रङको चिटिक्क परेको त्यो दराज, अनि सेतो सिलिङमा झुन्डिएको निलो रङको कपडाको डोरी। यी सबै कुराहरू त मेरा लागि परिचित नै थिए, तर त्यस दिन मेरो दृष्टि केवल एक ठाउँमा खिचियो। त्यो थियो त्यो निलो डोरीलाई आड बनाई उभिएकी कालो आकाश जस्तै गम्भीर। भर्खरै सयौं सिडी दौडदै पुगेर थकाइले चुर तर हिम्मत नछोडेकी एक महान योद्धामा। उनको मुख सुक्खा थियो, कैयौं दिन खडेरीले बेकामे बनाएको जमिन जस्तै। त्यो मुहारमा वीरता देख्दै थिएँ म, युद्धभूमिमा उभिएकी नारी जस्तै। उनका श्रीमान काप्दै केही खान आग्रह गर्दै थिए। पर्दा च्यातेर आएका व्यथाहरू उनका आँखामा झलझली देखिन्थे र बज्रिन्थे उनकै श्रीमानमाथि। खान्न भन्ने सुन्दैनौ? आफूलाई दुखेर मर्न लागेको छु, आफूलाई परि पो थाहा हुन्छ। एक्कासी उनका नजर मतिर आएर ठोकिन्छन् र निन्याउरो मुहार अनि मलिन स्वरमा भन्न थाल्छिन्, सिस्टर म सक्दिनँ, अब अपरेसन गरिदिनुहोस् न प्लिज। म मुस्कुराएर उनको समीपमा गए। उनको हात आफ्नो हातैमा लिँदै थिए। पछाडिबाट आउँछ एउटा आवाज, भर्खर 4 घर खुल्दैछ, अहिले नै आतिसक्नुभयो। यो सुन्नासाथ मैले बुझिसकेको थिएँ उहाँको पाठीघरको मुख 4 खुलेको रहेछ। त्यसैले उहाँलाई हौसला बढाउन र उहाँलाई सहज गराउन म उहाँको छेउैमा साथमा रहेर उहाँलाई आश्वासन दिन थालेँ र भन्न थालेँ, ओहो 4 घर खुलिसक्या रहेछ, कस्तो राम्रो भएको रहेछ, नआत्तिनुहोस् है, अब त झन् चाँडो चाँडो हुन्छ नि, तपाईँको पाठीघरको मुख पनि चाँडो चाँडो खुल्दै जान्छ, तपाईँले सक्नुहुन्छ, राम्रो हुन्छ, मलाई विश्वास छ तपाईँमा, म तपाईँसँगै छु, तपाईँको साथमा छु, नआत्तिनुहोस् है। मैले उनका शरीरमा आएका ती असह्य पीडाका छालहरूलाई रोक्न त सक्ने थिइनँ, तर उनलाई केही सहज भने अवश्य बनाउन सक्थे। त्यसैले उनलाई केही सहज बनाउन र छिटो उनको व्यथालाई छिटो छिटो गराउन मैले विभिन्न विधिहरू अपनाउँदै गए। विभिन्न आफूले सक्ने, आफूले जानेको सबै विधिहरू प्रयोग गर्दै गए। उनका श्रीमान पनि उनको छेउैमा बसेर हौसला बढाइरहेका थिए। आफ्नो सन्तान देख्ने हतारो जो उनलाई पनि थियो। केही क्षणमा उनले कब्जियत हुँदा कसैले बल गरे झै तल कन्न थालेको देखेपछि मैले उनको योनिको जाँच गरेँ। घडीको सुई 10मा पुगेको थियो अनि उनको पाठीघरको मुख पनि 10 नै, अर्थात् पुरा खुलिसकेको रहेछ। कति घर खुलेछ सिस्टर? कति समय लाग्छ अब? उनले प्रश्न गरिन् अनि मैले उनलाई एउटा पर्वतारोहीलाई सगरमाथाको चुचुरो अब आँखा नजिकै आइपुग्यो भने जे आश्वासन दिए। अब हामी नजिकै आइसकेका छौँ, नआत्तिनुहोस् है, अब धेरै समय लाग्दैन नि, कस्तो राम्रो भएछ, तपाईँको पुरा घर त खुलिसकेको छ नि अब। यो भन्नासाथ
उनको थकित अनि पीडाले औँसी जस्तै बनाएको मुहारमा आशाका किरणहरू छरिन थाले। यो देखेर म भने भित्रभित्रै हर्षको छालमा डुब्न थाले। अब धेरै समय लाग्दैन भन्नुभएको होइन? हजुर कतै नजानुस् है, म तपाईँसँगै आफ्नो सुख क्षणमा जान चाहन्छु। हजुर कतै नजानुस् ल। उनको कापिरहेको स्वर तर आत्मबलले भरिएको थियो। त्यो पीडामा मेरो साथले उनलाई सहज बनाएको कुराले मलाई पनि मजबुत बनाइरहेको थियो। दुखाइको छालसँगै उनको योनिमा लुकामारी गरिरहेको उनको बच्चाको टाउको, उनको आमाको बल र मेरो हौसलाले बाहिरी संसारमा आउन आतुर देखिन्थ्यो। घडीको सुई टक्क 11:11 गएर अडिएसँगै एकै छिनको सन्नाहाटलाई छिचोल्दै एउटा नवजात रुवाई, तीखो सानो तर जीवनको सम्पूर्ण सार बोकेको थियो, जुनको उज्यालो चाहिँ पवित्र थियो। उनकी आमा निलो आकाश से फक्रिन्, आँसुले आँखाभरि भएको त्यो मुहार गुलाब से फुलेको थियो, औँसीको अन्धकारलाई पूर्णिमाको चन्द्रमाले छिचोले झै। उनको शरीरको अंश मुटुको टुक्रालाई उनको छातीमा टसाउँदै त्यो अद्भुत क्षणको साक्षी भएको आनन्द म पनि लिइरहेको थिएँ। एक्कासी मलाई झस्कायो मुख आ पार्दै उनको स्तनतर्फ घुमाएको त्यो नव शिशुको टाउकोले। सायद ऊ मलाई अनुरोध गरिरहेको थियो। त्यो स्तनबाट आएको बिगौती दुधको सुगन्धको स्वाद ऊ लिन चाहन्थ्यो। मैले पनि उसलाई तुरुन्त अमृतपान गराउन सहयोग गर्न थालेँ र उनकी आमालाई शब्दका गुलदस्ता सहित बधाई दिँदै भने, तपाईले हिम्मत हार्नु भएन, तपाईलाई बधाई छ, तपाईले सक्नुभयो। जवाफमा उनले फर्काइन्, तपाईँ नभएको भए म हार्थे, मेरो पुनर्जन्म भएको छ, धन्यवाद तपाईलाई। मैले भने, यो त मेरो कर्तव्य हो, तपाईँ जस्ता आमाहरूको पीडा उत्सवमा रूपान्तरण गर्नु नै मेरो धर्म हो। सबै काम सकाई उनका रगताम्य भएका कपडा बदलिएर उनलाई सजिलो हुने गरी बेडमा राख्दै थिए। अचानक मेरो नाडी केहीले कस्य जे भयो, झसङ्ग भए र हेरे, त्यो त तिनै आमाको हात पो रहेछ। उनको मुहारमा हेरे उनले मलाई सोधिन्, सिस्टर म तपाईँलाई अँगालो मारौ? मैले हुन्छ भनि नसक्दै आफ्नो अँगालोमा मलाई झ्याप्पै कसिन् र मेरो निधारलाई चुम्बन गरिन्। गहभरि आँसु पारी मेरा लागि तपाईँ परिवार जस्तै, अझ भनौँ यो बेला मेरो लागि परिवार भन्दा माथि भइदिनु भयो। मलाई तपाईँको नम्बर दिनुस् न है। म स्तब्ध भए। त्यो क्षण म कसरी प्रतिक्रिया दिउँ केही सोच्न सकिनँ। मेरा शरीरका रौँहरू जिरिङ्ग भइआयो, मानौ कि तिनैले केही प्रतिक्रिया दिन खोजिरहेका थिए। मेरो मन अनि आँखा दुवै रसाए। मुखबाट केही शब्द निकाल्न सकिनँ, बस निक्लियो एउटा शब्द, हस् हुन्छ। त्यो रात मेरा अनिन्द्र आँखा अनि थकै शरीरले सार्थकता पाएको थियो। हुन त पहिला पनि कयौं आमाहरूले मेरो आत्मबल बढाउने शब्दहरू मलाई उपहार स्वरूप दिएर जानुभएको थियो, तर त्यो दिन मलाई छुट्टै अनुभव भएको थियो। उहाँको अङ्कमालले मलाई बतायो, हाम्रो ज्ञान र सिप मात्र होइन, हाम्रो उपस्थिति, शब्द, स्पर्श र साथले कसैको जीवनमा गहिरो छाप छोड्ने रहेछ। त्यो दिन मलाई आफ्नो पेसाप्रति अझ सम्मान बढेर आयो र आफूलाई अझ गहिरो जिम्मेवारी सहित महिलाहरूको सेवामा समर्पित गर्ने उत्प्रेरणा बढेर आयो। म चाहन्छु हरेक आमाको कथा उहाँको जस्तै होस्, सकारात्मक, सुरक्षित अनि सम्मानजनक।